वेलकम सबैजनालाई। आज हामीहरू यस भिडियो मार्फत कक्षा 11 इकोनोमिक्सको पहिलो च्याप्टर बेसिक कन्सेप्ट अफ इकोनोमिक्स एन्ड अलोकेसन्स अफ द रिसोर्सेस है, बेसिक कन्सेप्ट अफ इकोनोमिक्स एन्ड अलोकेसन अफ द रिसोर्सेसको बारेमा पढ्न गइरहेका छौँ। अब पढ्नुभन्दा अगाडि लगभग हामीले 9-10मा इकोनोमिक्स पढेको छैनौँ प्रायः जस्तो, धेरै जस्तोले। मोस्ट अफ द स्टुडेन्ट्स के गर्छ भन्दाखेरि इकोनोमिक्स लिएको हुँदैन, अप्सनल सब्जेक्ट हो, त्यही भएर लिएको हुँदैन प्रायः। अनि लगभग के भन्नु त भन्दाखेरि धेरै जस्तो स्कुलले इकोनोमिक्स 9-10सम्म राखेको पनि छैन। स्टुडेन्टलाई लिन मन लागे पनि स्टुडेन्टलाई तपाईँले जानकारी नै दिने हो इकोनोमिक्स सब्जेक्ट पनि छ भनेर। कतिलाई थाहै हुँदैन कि 10सम्म अप्सनल इकोनोमिक्स पनि छ भनेर है। थाहा भइहाल्यो भने पनि कतिपय स्कुलले राखेकै हुँदैन। जे होस्, नो म्याटर, तपाईँहरू 11मा आउनुभएको छ, धेरै धेरै तपाईँहरूलाई बधाई, 10 पास गरेर आउनुभयो। 11मा तपाईँहरूलाई स्वागत छ। वेलकम टु द ग्रेड 11 एन्ड वेलकम टु द फिल्ड अफ इकोनोमिक्स। इकोनोमिक्सको फिल्डमा अब यसो हेर्दाखेरि इकोनोमिक्स भनेको के हो सबको लागि नयाँ छ, तपाईँहरूको लागि सबैको लागि नयाँ छ। किनभने इङ्ग्लिस, नेपाली, म्याथ, साइन्स, सोसल योहरू पढियो। अहिले म्यानेजमेन्टमा आएको हुनुहुन्छ सबैजना होइन, म्यानेजमेन्ट फिल्डतिरको म्यानेजमेन्ट फिल्डतिर लगभग तपाईँले पढ्ने भने अकाउन्ट होइन, म्याथ, सोसल, इङ्ग्लिस, नेपाली योहरू तपाईँहरूले पढ्नुभयो होला। यो पुरानो सब्जेक्टहरूको नाम सुनेको सब्जेक्ट हो। 10 पछि ठ्याक्कै एउटा नयाँ भन्यो भने इकोनोमिक्स। लगभग कम्प्युटर पनि सबैले हेरेको हुन्छ, कम्प्युटर पनि छ होइन, तर इकोनोमिक्स नयाँ छ तपाईँहरूलाई, इकोनोमिक्स एकदमै नयाँ छ तपाईँहरूलाई। सो इकोनोमिक्स भनेपछि अब एक्ज्याक्टली हामीले 9-10मा पनि पढ्न पाउँछौँ, तर के छ भन्दाखेरि हामीले पढेनौँ भने हाम्रो केही छुट्यो, हाम्रो बेस बनेको छैन, हामी कसरी पढ्छौँ, म्यानेजमेन्टमा आएको छ, धेरै गाह्रो भयो कि क्या हो, इकोनोमिक्स उस्तै सुन्दाखेरि फास्ट सब्जेक्ट हो, मार्क आउँदैन, यो कुराहरू माइन्डबाट अहिले हटायो हुन्छ। हामी यहाँ इकोनोमिक्स भनेको के हो भन्नाले त्यो 11को कोर्स 12 कोर्स पढ्नुपर्छ होइन। 9-10को त पढेकै छैन, बेस बनेको छैन, सोच्नै परेन। स्टार्टिङ हाम्रो अब यहाँ पुरै बेसबाट हुन्छ, जेरो लेभलबाट इकोनोमिक्स भनेको के हो त्यो सुरु गर्न गइरहेको छौँ। र फर्स्ट च्याप्टर हाम्रो बेसिक कन्सेप्ट अफ इकोनोमिक्स एन्ड एलोकेसन अफ द रिसोर्सेस हो। म यही च्याप्टरमै रहेर तर लाइक नेभर बिफोर, योभन्दा अगाडि लगभग आएको थिएन होला यस्तो कुराहरू, म त्यो चाहिँ भन्न गइरहेको छु तपाईँहरूलाई। कस्तो भन्दाखेरि इकोनोमिक्स है, इकोनोमिक्स कुन शब्द हो, इकोनोमिक्स यो इकोनोमिक्स आयो कुन शब्दबाट होइन, ग्रिक वर्ड इकोनोमियाबाट आयो होइन, हाउस होल्ड म्यानेजमेन्ट भन्ने कुरा आउँछ, त्योहरू म स्टार्ट गर्दिनँ है। आज सबै नयाँ गरौँ, आज एउटा कहानी सुनौँ। कस्तो भन्दाखेरि इकोनोमिक्स आयो चाहिँ किन त, इकोनोमिक्स किन आयो त भन्नाले अब धेरै कुरा छ, यो खोज भएको हो नि त, इकोनोमिक्सको त अवधारणा आएको हो नि त, कन्सेप्ट आएको हो नि त। कन्सेप्ट किन आयो र, कन्सेप्ट किन आयो? हाउस होल्ड म्यानेजमेन्टको लागि आयो, पढ्न त परेछ, हाउस होल्ड म्यानेजमेन्टको लागि आयो, बट वाइ, के हो हाउस होल्ड म्यानेजमेन्ट, हाउस होल्ड म्यानेजमेन्ट किन गर्नु पर्यो? आज हामी धेरै डिपमा जान्छौँ, योभन्दा पनि डिपमा जान्छौँ। हाउस होल्ड म्यानेजमेन्टको लागि इकोनोमिक्स आएको हो होइन, स्क्यार्स रिसोर्सबाट एउटा सेटिस्फ्याक्टरी के भन्छ अरे हाम्रो बेस्ट अप्सन्स सेलेक्सन गर्नको लागि आएको हो। तर योहरू भर्खर आएको कुराहरू हो, स्टार्टिङ यसले भएको होइन नि त। अथवा अल्फ्रेड मार्सलबाट के भन्छ अरे एडम स्मिथबाट हामी स्टार्ट गर्छौँ होइन, इक्जामको लागि एडम स्मिथले कन्सेप्ट ल्यायो होइन, स्टडी अफ वेल्थ भन्ने कुराहरू गर्यो, वेल्थ जेनेरेसनको लागि ल्याएको हो। त्योभन्दा अगाडि पनि त इकोनोमिक्स आएको छ नि त, उसो त नयाँ बेग्लै सब्जेक्ट पो दिएको हो, त्योभन्दा पनि अगाडि इकोनोमिक्स थियो। अल्फ्रेड मार्सल पछि के भन्छ अरे एडम स्मिथ पछि इकोनोमिक्स बेग्लै स्टडी हुन थालेको हो, आज सेपरेट सब्जेक्ट स्टडी हुन थालेको हो। बट
त्योभन्दा पहिला पनि त सोसल साइन्समा आधारित रहेर इकोनोमिक्स पढाइ हुन्थ्यो, इकोनोमिक्सको बारेमा अवधारणाहरू थियो। त्यति बेला चाहिँ इकोनोमिक्स कहाँबाट आयो त है? जबसम्म हामी डिपमा स्टार्टिङबाट नलेज बुझ्दैनौँ तबसम्म हामीलाई पढ्नै मजा आउँदैन क्या। त्यही भएर लगभग हामी हेर्दाखेरि चाहिँ यसो हेर्दाखेरि चाहिँ जब सेपरेट सब्जेक्टको रूपमा पढाइन्थेन नि, जब इकोनोमिक्सलाई कुनै सब्जेक्टसँग गाँसिएर पढाइन्छ, अहिले हामी साइन्समा बायोलोजी छ, केमिस्ट्री छ, एस्ट्रोनोमी छ, फिजिक्स छ, योहरू साइन्सभित्र पर्छ नि त होइन? त्यस्तै सोसल साइन्सभित्र इकोनोमिक्स पढ्थ्यो है। अब त्यति बेला चाहिँ यसो कन्सेप्ट किन आयो त, हामी त्यो पढ्छौँ। अथवा सोसल साइन्समा पनि यसो कन्सेप्ट किन ल्याउनु पर्यो त? नल्याए हुन्थेन र? नल्याए हुन्थेन? हामी त्यसै हल्का हल्का अझै डिप, नेभर बिफोर त्यही भएर भनेको हो, हल्का अझै डिप जानेवाला छौँ होइन। किन जान्छौँ त्यो हेर। म के यहाँ वर्डहरू लेखिरहेको छु चाहिँ हामी फ्यामिलियर भनेको यो वर्डसँग छैनौँ, यो वर्डसँग छैनौँ अहिले है। हामी यो वर्डसँग फ्यामिलियर छैनौँ। हामी फ्यामिलियर कुनसँग छ भन्दाखेरि हाम्रो जान पहिचान, हाम्रो चिनजानमा इकोनोमिक यो वर्ड छ। किनभने हामी प्रायः यससँग जोडेर कन्डिसन पढ्छौँ, इकोनोमिक कन्डिसन भनेर। इकोनोमिक कन्डिसन अर्को एउटा अझै छ है, इकोनोमी अफ नेसन, नेपालै भनौँ न यहाँ, इकोनोमी अफ नेसन। यो वर्डसँग र यो वर्डसँग, यो दुईवटा वर्डसँग हामी फेमिलियर छौँ, हाम्रो परिचित, इन्ट्रोडक्सन भइसकेको छ। इकोनोमिक भनेको के हो, इकोनोमी भनेको के हो, बट इकोनोमिक्स यसबाट हामी परिचित छैनौँ अहिले है। हुनेछौँ, डोन्ट वरी, हुनेछौँ, तर अहिले छैनौँ। यसको नेपाली मिनिङ आर्थिक, यसको अर्थतन्त्र है। ठ्याक्कै इक्जाम्पलको तरिकाले बुझ्ने हो भने चाहिँ यसको टल्किरा होला कतापट्टि भनेपछि एकचोटि म हेर्छु है, यहाँ टल्किरा होला कतापट्टि, जुन बुझ्दैन लेख्दाखेरि। माथि चाहिँ टल्किरा छ कतै, यहाँ हेरौँ है। जस्तै आर्थिक भने इकोनोमिक, नेपालको आर्थिक अवस्था, यहाँ छ आर्थिक आएको है एउटा, यसमा नेपालको अर्थतन्त्र, यहाँ अर्थतन्त्र आएको छ। यसको पनि हामी यसको पनि बारेमा बुझ्छौँ है, तर लगभग पढेको त छौँ। इकोनोमिक, आर्थिक, इकोनोमी, अर्थतन्त्र यो त पढेछौँ। अनि हाम्रो सब्जेक्ट कुन, इकोनोमिक। इकोनोमिक सब्जेक्टै हुँदैन, इकोनोमिक भनेको त यसभित्र पढ्ने क्रियाकलापहरू हो, आर्थिक क्रियाकलापसँग रिलेटेड हो। क्रियाकलापलाई अध्ययन गर्ने कुरा चाहिँ अर्थशास्त्र हो, जसलाई इकोनोमिक्स भन्छौँ। यो दुईटा भन्दा डिफ्रेन्ट छ, यो यसलाई भन्छौँ अर्थशास्त्र। यो एउटा सब्जेक्ट हो, विषय हो एउटा है। यसको स्टार्टिङ चाहिँ किन भएको हो त, त्यो चाहिँ बुझ्न गइरहेछ। यसको स्टार्टिङ किन भएको, किन भएको हेरौँ, किन भएको रहेछ। मलाई थोरै अल्छी लाग्न सक्छ होला, अल्छी त लाग्छ, तर यही हो, यहाँ पनि अल्छी लाग्छ कि। इन्ट्रेस्ट लिएर पढ्यो भने चाहिँ लाग्दैन, विदाउट इन्ट्रेस्ट पढ्यो भने अल्छीले मार्छ। बोर्डमा लगभग फोकस भएको छ नि है, बोर्डमा लगभग फोकस भएकै छ। ल हेर, त्यसो भए सुनौँ थोरै,
सुनम भन्दा पनि ढुङ्गे युगतिर जामै हाम्रो अर्थमै अहिलेको समयभन्दा धेरै अगाडि ढुङ्गे युगमा मान्छेलाई के थियो भन्दाखेरि आफूलाई खानेकुरा पुग्यो है, न त्यहाँ नाफाको आवश्यक थियो, न त्यहाँ जोगाउने कुराको आवश्यक थियो होइन, अथवा पुस्ताहरूको लागि जोगाउने होइन, फ्यामिलीको लागि जोगाउने आवश्यक त्यस्तो केही पनि थिएन। आजको लागि चाहिए हो, आज गएर खोज्ने खाने, आज बाँच्ने, भोलिको लागि भोलि सोचौँला भन्ने थियो। त्योभन्दा एक्स्ट्रा सोचिन्थेन है। त्यसै गरी अहिले पनि तिमीहरूलाई भन्छु म कहाँ भन्दाखेरि अब हाम्रो जस्तै धेरै भेगहरूमा नेपालको धेरै यस्तो ठाउँहरूमा जहाँ ग्रामीण क्षेत्रहरूमा के हुन्छ भन्दाखेरि खेतीपाती गर्छौँ है, खेतीपाती गरिन्छ। अथवा हाम्रो आफ्नै बारीमा झारीमा कस्तो हुन्छ भन्दाखेरि करेसा बारीमा के हुन्छ भन्दाखेरि आफ्नो खानको लागि मात्रै लसुन प्याजहरू लगाइन्छ, सागहरू लगाइन्छ, धनियाँ पत्ताहरूको धनियाँहरू लगाइन्छ होइन, अथवा 2-4वटा फलफुलको बोट लगाइन्छ होइन। त्योहरू के भन्दाखेरि त्यो हामी आफ्नो खानको लागि हो, आफ्नो मात्रै युजको लागि, पर्सनल युजको लागि हो। त्यहाँ कसरी एउटाबाट दुईटा बनाउने, दुईटाबाट 4वटा बनाउने भन्नाले प्रफिटको कुरा, अर्निङको कुरा आउँदैन। त्यहाँ जे फल्यो खान्छौँ, फलेन खाँदैनौँ, हामीलाई खासै असर परिरहेको हुँदैन है। एउटा त्यो कन्सेप्ट भयो जसलाई सबसिस्टेन्स लिभिङ भन्छ। सबसिस्टेन्स लिभिङ जस्तै एउटा मान्छेसँग सर्टेन एरियामा उसको एउटा फार्म छ, एउटा खेत छ, जहाँ उसले आफूलाई पाल्ने, आफ्नो भोक मेटाउने, आफ्नो फुड, आफ्नो खानाको लागि मात्र अन्न उब्जनी गर्छ। धान भयो, मकै भयो, गहुँ भयो, जे भयो उसले आफ्नो लागि उब्जनी गर्छ है, अरूको लागि गर्दैन, सोसाइटीको लागि सोच्दैन, इन्कम जेनेरेसनको लागि सोच्दैन है। त्यो कन्डिसन जसलाई सबसिस्टेन्स लिभिङ भन्छन्। भन्नाले निर्वाहमुखी, आजको छाक टार्ने, आजको जीवन टार्ने, जीविकोपार्जन, आफ्नो जीविकोपार्जन मात्र हेर्ने त्यस्तो स्टाइल अफ लिभिङलाई के भन्छ भन्दाखेरि सबसिस्टेन्स लिभिङ भनिन्छ। र त्यसमा यो कुराहरू आउँछ। त्यसै गरी एउटा अझै म हल्का हिस्टोरिकल कुरा लान्छु, त कल्चरल तरिकाले भगवान् कृष्णको पालोमा तपाईँहरूले हेर्नुभयो होला, एउटा आमा हुनुहुन्छ फलफुल बेच्दाखेरि आउनुहुन्छ, अनि त्यसपछि के हुन्छ भन्दाखेरि कृष्ण भगवान्ले रोक्नुहुन्छ, अनि फलफुल खानलाई दिनुहोस् भन्छ, अनि यसैसितमा त दिन्न भन्नुहुन्छ आमाले। अनि त्यसपछि के हुन्छ भन्दाखेरि त्यहाँ एउटा वार्तालाप हुन्छ। वार्तालापमा के कुरा आउँछ भन्दाखेरि मेरो लागि तिमी केही ल्याइदेऊ, त्यसको सट्टामा तिमीलाई दिन्छु भनेछ। अन्न ल्याउने कुरा हुन्छ, अन्न जानुहुन्छ भगवान्, यसो एक मुठी ल्याउनुहुन्छ, सानो बच्चा होइन, म कति अटाउँछ, आउनुहुन्छ, लिएर आउनुहुन्छ, दिनुहुन्छ, 2-4 दाना बस्छ, त्यो दिनुहुन्छ। त्यो 2-4 जनाले 2-4 दाना बापत कृष्णजीलाई फल दिनुहुन्छ। त्यो त एउटा अब त्यहाँ त माया मोह ममता छ एउटा होइन, श्री कृष्णजीलाई हेरेर भावुक भइहाल्छन् मान्छे भन्छन् होइन, त्यो त बेग्लै कन्डिसन हो। तर एकचोटि हेऱ्यो भने बिचमा त्यहाँ हेर्नु त फलफुलको सट्टा केही दियो भने दिन्छु भनेछ होइन, फलको सट्टा केही दिन्छौ भने दिन्छु भनेको छ। त्यो के भयो भन्दाखेरि एउटा भन्नाले अब जस्ट एक्सचेन्जको कुरा आयो नि त होइन। त्यहाँ केही देऊ, मलाई मेरो आवश्यक त्यही पुरा गरिदेऊ, तिम्रो आवश्यक म पुरा गरिदिन्छु, त्यसो भयो। त्यस्तै एउटा अझै भन्छु म, त्यही गोकुलसँगै रिलेटेड। त्यहाँ के थियो भन्दाखेरि कल्चरली अकुपेसन हुन्थ्यो क्या, एउटा हेड अफ द सोसाइटी होइन। तिनीहरूले के गर्छ भन्दाखेरि यो मान्छेले यो काम गर्ने एउटा प्रपर काम छ है, के गरे हो त्यस्तो एउटा प्रपर काम हेड अफ द एउटा सोसाइटीले। जस्तै कृष्णजीको बुवा है नन्दजीले के हुन्छ भन्दाखेरि गोपालहरू जस्तै केटाहरू होइन, गोपालहरू के गर्छन् भन्दाखेरि गाई चढाउन जाने होइन, बाहिरबाट दाउरा ल्याउने है, त्यस्तो कामहरू, बाहिरीको कामहरू के गर्थे भन्दाखेरि गोपालहरूले गर्थे। र गोपिनीहरू भन्नाले फिमेल के गर्थे भन्दाखेरि सोसाइटीको फिमेल बडीले के गर्थे भन्दाखेरि गाई धुने, गाईको दुधबाट मही बनाउने, दही बनाउने होइन, त्यसबाट जुन डेरी प्रोडक्टहरू छ त्योहरू युज गर्ने होइन, त्यसपछि टोलमा गएर गाउँमा गएर बेच्ने, त्यो कामहरू गरिन्थ्यो। भन्नाले त्यसबाट आएको जति पनि छ इन्कम
केही दाना ल्याउँथे, त्यहाँबाट साटेर के गर्थे भन्दाखेरि खानेकुराहरू ल्याउँथे अनि उनीहरूले चाहिँ आफ्नो भएको मिल्क प्रोडक्ट चाहिँ बेच्ने गर्थे। एउटा त्यो कन्डिसन भयो है। त्यसै अर्को अब कन्डिसन कस्तो भनौँ भन्दाखेरि विभिन्न कन्डिसनहरू छ। इकोनोमिक्सको कुरा किन आएको म भन्छु अहिले। यो एउटा सुनौँ न, भन्दाखेरि सामान त एक्सचेन्ज भइरहेछ नि त होइन। सुरुमा त सामान पनि एक्सचेन्ज हुन्थेन, ढुङ्गे युगमा के भनेर मैले सामान एक्सचेन्ज भइरहेको थिएन। लगभग त्यसपछि के भयो भन्दाखेरि एउटा इक्जाम्पल के भन्छ भगवान् कृष्णजीको पालोमा जुन द्वापर युगको कुरा गर्छौँ हामीहरू, त्यति बेला यो कन्डिसनहरू थियो है। त्यसै गरी एउटा अझै के छ भन्दाखेरि मैले त अन्न लिने कुरा गरेँ, सब्सिस्टेन्स फार्मिङको कुरा गरेँ, जुन आफ्नो बाली नाली जे छ होइन आफ्नो खेतमा आफ्नो करेसाबारीमै आफूसँग भएको सर्टेन पार्ट अफ ल्यान्डमा आफ्नो पर्सनल युजको लागि मात्रै फार्मिङ गर्ने, सब्सिस्टेन्स फार्मिङ भन्छ त्यसलाई। त्यसै गरी अर्को भनेको कल्चरली होइन, सिनियर पिपलले चाहिँ इन्भल्भ गराउने, उनीहरूको डाइरेक्सन अनुसारले हिँड्ने। यसमा यति धेरै हामीले पढ्यौँ होइन। यसमा कहीँ पनि के पढेन भन्दाखेरि एउटा सामान बेचेर दुईवटा सामान बनाउँछु भन्ने कहीँ पनि पढेनौँ हामीले। त्यो कृष्णजीको पालोमा त्यो फल लिने कुरामा किन नहोस्, दुध दहीको सामानहरू बेचेर, डेरी प्रोडक्ट्स बेचेर एक्स्ट्रा प्रफिट कमाउने त्यो कुरा पनि आएको छैन है। यसै गरी हाम्रो हाउस होल्ड म्यानेजमेन्टको कुराहरू जुन छ, जस्तै घरैसी सामानहरू, घरमा काम लाग्ने सामानहरू ल्याउनको लागि कहीँबाट प्रफिट गरी कमाउनु पर्यो, त्यो कुराहरू अहिलेसम्म आएको छैन। जस्ट एक्सचेन्ज गरिरहेछौँ, हामी आफ्नो सामान लिइरहेछौँ, सामान लिइरहेछौँ, अथवा जे छ आजको लागि आजै कमाइरहेछौँ, खाइरहेछौँ, भोलिको लागि भोलि चला भन्ने छ है। त्यस्तो कुनै पनि कुरा म्यानेज गर्नुपर्ने छैन। त्यति बेला इकोनोमिक कन्सेप्ट आएको थिएन। यो समयमा चाहिँ के थियो भन्दाखेरि इकोनोमिक्सको कन्सेप्ट आएको थिएन। इकोनोमिक कन्सेप्ट कुन बेला आयो भन्दाखेरि जब हाम्रो अर्थमा पहिला के थियो भन्दाखेरि एक्ज्याक्टली भन्ने हो भने हाम्रो यो अर्थ भयो होइन, यो अर्थमा रिसोर्स बढी थियो। त्यति बेला मान्छेको चाहना वा डिमान्ड कम थियो है। रिसोर्स बढी थियो, चाहना र डिमान्ड कम थियो। त्यति बेला हामी कुन कुरा कहाँबाट ल्याउने भन्ने थिएन। हामीलाई जे थियो पुगिरहेको थियो, पर्याप्त थियो, त्यति बेला हामीलाई पुगिरहेको थियो। त्यही भएर हामी सामान कसरी म्यानेज गर्ने, कसरी ल्याउने होइन, कुन सामानलाई कसरी कहाँ बेच्दाखेरि यो सामान हामीसँग म्यानेज हुन्छ, त्यस्तो केही पनि थिएन। एक्सचेन्ज हुन्थ्यो, त्यो पनि नर्मल एकदमै ट्रेडिसनल वेमा है, एकदम ट्रेडिसनल वेमा एक्सचेन्ज गरिन्थ्यो, त्यति थियो। तर है यसपछि के भयो, पहिला एकदम सिस्टमिक थियो, सिस्टमेटिक तरिकाले थियो पहिला होइन। जुन तरिकाले रिसोर्स छ त्योभन्दा हाम्रो डिमान्ड र वान्ट्स एकदमै कम थियो कि। तर अहिले हेरौँ, अहिलेको कन्डिसनमा अथवा बिस्तारै बिस्तारै के भयो भन्दाखेरि यो पपुलेसन इन्क्रिज भयो होइन। मान्छेहरू एजुकेटेड भए है, मान्छेहरू के भयो भन्दाखेरि एजुकेटेड भए, लिट्रेसी रेटहरू बढ्दै गयो होइन। विभिन्न किसिमका क्रान्तिहरू पनि भयो, वारहरू भयो, विभिन्न किसिमका वारहरू पनि भएको छ नि त होइन। क्राइसिसहरू भयो, यसपछि यसले के भयो भन्दाखेरि क्राइसिस भयो होइन। यसमै मान्छे स्वार्थी पनि भए, मान्छे के भयो भन्दाखेरि स्वार्थी भए, आफ्नो पर्सनल बेनिफिट मात्रै हेर्न खोजे होइन। बिस्तारै बिस्तारै पर्सनल बेनिफिट मात्रै हेर्न गए। यसले के गर्यो भन्दाखेरि रिसोर्सहरू इक्वली डिस्ट्रिब्युट नभएर जोसँग बढी पावर छ, जोसँग बढी स्रोत छ, उसले के गर्यो भने रिसोर्स कन्ज्युम गर्ने स्रोत है, यो स्रोत त स्रोतै हो तर यसलाई पनि कन्ज्युम गर्ने स्रोत, जोसँग बढी शक्ति छ, जोसँग बढी हल्का एक्टिभ छन् होइन, सोसाइटीमा एक्टिभ छन्, उनीहरूले के भन्दाखेरि आफ्नोतिर थुपार्न थाले। यो रिजन हो। पपुलेसन बढ्दै गयो, एजुकेटेड हुन थाले, क्राइसिस बढ्दै गयो, वारहरू भयो, क्राइसिसहरू बढ्दै गयो। त्यसपछि के भयो भन्दाखेरि यो सबै रिसोर्सहरूलाई म्यानेज गर्न गाह्रो भयो। त्यति बेला के भयो भन्दाखेरि एउटा मेन रिजन भयो भने हाम्रो त्यति बेला के भयो भन्दाखेरि चाहना र इच्छा बढ्न थाल्यो। किन? बाँच्नु छ है, र बाँच्नको लागि त्यति बेला रिसोर्स पर्याप्त थियो। अब यो रिसोर्स के भयो भन्दाखेरि एउटा मान्छेले एउटा सामान युज गर्थ्यो भने एउटा मान्छेले 5वटा सामान युज गर्न थालेछ। सेम काइन्ड्स है, 5वटा सामान युज गर्न थालेछ र कम्पिटिसन उस्तै हाई भइरहेछ। एउटा डिमान्ड, एउटा कुनै ए भन्ने
रिसोर्स छ त्यसमा 10 जनाको डिमान्ड छ र डिमान्डमा पनि इक्वली डिमान्डेड छैन के इक्वली डिमान्डेड छैन कोही 5 रुपियाँ दिन तयार छ भने कोही 10 रुपियाँ दिन तयार छ कोही 10 रुपियाँ दिन तयार छ भने त्योभन्दा पनि मलाई चाहियो भनेर कोही 100 रुपियाँ दिन तयार छ यो तरिकाले के भयो भन्दाखेरि रिसोर्स घट्न थाल्यो रिसोर्स घट्यो डिमान्ड र वान्ट्स हाम्रो बढ्यो हाम्रो इच्छा पनि बढ्यो हाम्रो चाहना पनि बढ्यो हाम्रो आवश्यकता पनि बढ्दै गयो है र बढ्दै गइसकेपछि के भयो भन्दाखेरि रिसोर्स हाम्रो इच्छा र चाहनाको लेभलमा रहेन धेरै न्यून भएर गयो जस्तै अहिले पेट्रोलियम छ होइन अहिले भनेको हाम्रो विभिन्न पेट्रोलियम त्यसपछि अर्को भनेको यस्तै अब एग्रिकल्चर प्रोडक्टकै कुरा गरौँ धेरै जस्तो लगभग जे हेर्छौँ हामी सबै त के छ भन्दाखेरि हाम्रो डिमान्डभन्दा कमै छ है र यो किन बढ्यो कसरी बढ्यो एउटा म अझै इक्जाम्पल दिन्छु जस्तै हामी स्कुल लाइफमा है स्कुल लाइफमा पहिला त बुवा मम्मीले हात समात्यो ल बाबु हिँड ल नानी हिँड पढ्न हिँड भनिन्थ्यो है गइन्थ्यो नर्सरी एलकेजी युकेजी गइन्थ्यो काखमै बसेर गइन्थ्यो 1 2 3 तिर हिँडाएर गइन्थ्यो होइन यसो आफ्नो खुट्टा हल्का होइन साइकल टेक्ने भएपछि है हल्का आफूले आफ्नो जिउमा बल आउन थालेपछि होइन हिँड्न सक्छु भनेर चाहिँ मलाई साइकल चाहियो आई निड द बाइसाइकल साइकल चाहियो साइकलको लागि मरिहत्ते गरियो बिस्तारै 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 एज अ फ्यामिलीको इन्कम अनुसारले त्यो साइकल किन्नुभयो साइकल चढियो 10 क्लासमा पास भयो भर्खर भर्खर 11मा आउनु भएको छ नै अब त बाइक चाहियो बाइक सँगैसँग एउटा फोन पनि चाहियो मलाई त हाम्रो हेर्नु त पहिला केही पनि चाहिएको छैन काखमा बसेर पुरै पुरै गइन्थ्यो है साइकल आयो साइकलमा गुडेर गइन्थ्यो अब अहिले फोन पनि चाहियो बाइक पनि चाहियो होइन त्यही कलेज जानलाई नै पढ्नै जानलाई हो त्यति बेला पनि पढ्न गइन्थ्यो अहिले पनि पढ्नै गइरहेछौँ बाइक साइकल सरी मोटरसाइकल अहिले मोटरसाइकल चाहियो अब मोटरसाइकल त्यसपछि मोबाइल होइन भयो भने ल्यापटप पनि चाहियो एउटा ट्याब्लेट पनि चाहियो कतिले त आइप्याड डिमान्ड गरिदिन्छन् नै आइप्याड बिना त पढाइ नै हुँदैन भनेर है पहिला पनि मान्छे 11 12 पढेकै हुन् टाइम अनुसारले चेन्ज हुनुपर्छ बट त्यो चेन्ज हुँदाखेरि आफ्नो एउटा लेभल आफूसँग भएको रिसोर्स द्याट्स कल आवर इन्कम मेन रिसोर्स इन्कम त्यसलाई पनि हेर्नुपर्ने हुन्छ हो हाम्रो इच्छा चाहना यसरी बढ्दै जान्छ बढ्दै गएपछि के हुन्छ भन्दाखेरि केही चाहिन्थेन पढ्न जानलाई अब साइकल चाहियो साइकल पुगिसकेपछि साइकल पुरा भयो होइन आफ्नो सेटिस्फ्याक्सन भयो एउटा वान्ट्स डिमान्ड एउटा पुरा भयो अब मोटर बाइक चाहियो फोन चाहियो अनेक थरीको कुराहरू चाहियो होइन त्यसमा खाजा खाने पैसा अझ घुम्न जाने पैसा अर्को सुज लाउनु पर्यो अर्को टाई लाउनु पर्यो अर्को ड्रेस लाउनु पर्यो कोट चाहियो धेरै थरीको कुरा छ कि छैन हाम्रो के यसले के डिफेन्ड गर्छ भन्दाखेरि मान्छेको सर्टेन टाइम पछि हाम्रो निड्स र डिमान्डमा पनि चेन्ज आउँछ यो भनेको स्वाभाविक कुरा हो निड्स र डिमान्डमा चेन्ज आउँछ नै मान्छेको सर्टेन टाइम पछि अथवा यो निड्स र डिमान्ड जुन छ मान्छेको टाइम अनुसारले के छ भन्दाखेरि निड्स डिमान्ड वा वान्ट्स जुन भन्छौँ होइन त्यो चाहिँ सर्टेन टाइम पछि के हुन्छ भन्दाखेरि चेन्ज हुन्छ त्यसमा केही इन्क्रिज हुन्छ केही डिक्रिज हुन्छ होइन प्रायः जस्तो धेरै कुराहरू इन्क्रिजै भइरहेको हुन्छ हो त्यो कुराहरू हुन्छ यसले के गर्यो भन्दाखेरि हाम्रो इच्छा चाहना अनुसारले हाम्रो माग अनुसारले रिसोर्स भएन त्यो रिसोर्स घटिसकेपछि यसलाई अब कसरी म्यानेज गर्ने त यसलाई कसरी म्यानेज गर्ने त भएन भने त यहाँ त सङ्कटको अवस्था आइरहेछ नि त होइन यही रिसोर्स नपुगेर होइन धेरै क्राइसिसहरू भएको वारहरू भएको होइन र यही वारले फेरि यही रिसोर्सलाई घटाइदिरहेको छ एकअर्कासँग यो कति हुनाले ठ्याक्क रिलेटेड छ अरे अनि त्यसपछि कन्सेप्ट आयो यसलाई म्यानेज गर्नु पर्यो जस्तै इक्जाम्पल भनौँ न कसरी म्यानेज गर्ने अब एकछिनको लागि सबजना बाइकमा जाने कलेज होइन भनेपछि लगभग बाइकमा गएपछि त लगभग के हुन्छ भन्दाखेरि हाम्रो खर्च उत्तिकै लाग्छ पेट्रोल खर्च उत्तिकै लाग्ने भयो होइन पेट्रोल खर्च उत्तिकै लाग्ने भयो भने किन न एउटा गाडी नै राख्दैन कलेजले गाडी राख्छ पब्लिक
ट्रान्सपोर्टेसनहरू हुन्छ, मान्छे बसेर जान पनि पाइयो। त्यति मेहनत किन, हामी मेहनत गर्न खोजेनौँ के, मेहनत साइकलले गरियो, हल्का बढी मेहनत लाग्छ, बाइकमा हल्का इजी हुन्छ, हाम्रो लाइफ स्ट्यान्डर्ड हल्का इम्प्रुभ भएको जस्तो हुन्छ नि त होइन। बसमा जाने त्यसले पनि लगभग बाइक जस्तै के हुन्छ भन्दाखेरि लिभिङ स्ट्यान्डर्ड एउटा रिफ्लेक्ट गरिरहेको हुन्छ नि त होइन। हो त्यो अनुसारले के गर्यो भन्दाखेरि जति इन्धनमा जति लगभग एनर्जीमा हामी बाइकमा 20 जना चढेर जानु र एउटै गाडीमा 20-25 जना, एउटै गाडीमा 50 जना पनि गएर सकिन्छ नि त होइन। एनएसएसमा के भयो, एनर्जीको कन्ज्युम्सन भयो, सेभिङ भयो नि त होइन, एनर्जी सेभ भयो, हाम्रो खर्च सेभ भयो, टाइम सेभ भयो होइन। त्यस कारणले गर्दाखेरि यसरी सेभिङ गर्नु पर्यो। जस्तै हाम्रो घरकै कुरा गरौँ, घरमा के हुन्छ भन्दाखेरि पहिला त जस्ट खाने बस्ने, मान्छे के भयो, बिहे भयो होइन, बिहे भइसकेपछि अब छोराछोरी, श्रीमती, बाबुआमा सबैलाई पाल्नु पर्यो। अब हरेकको आफ्नो आफ्नो डिमान्ड छ। अब हेड अफ द फ्यामिलीले के गर्यो भन्दाखेरि अब हेड अफ फ्यामिलीले इन्कम गर्नु पर्यो, इन्कम जेनेरेट गर्नु पर्यो, अब कमाउनु पर्छ। हेड अफ द फ्यामिली कमाउनु पर्छ, बुवा हुनुहुन्छ, हजुरबुवा हुनुहुन्छ, जो छ हेड अफ द फ्यामिली उसले अर्निङ गर्न थाल्छ, भन्नाले इन्कम जेनेरेट गर्न थाल्छ। अब मानौँ 30,000 एकजनाको स्यालेरी छ, 30,000 एकजनाको एउटा हेड अफ द फ्यामिलीको स्यालेरी छ भने यो 30,000मा उसले फादर मदर है, प्यारेन्ट्स वाइफ चिल्ड्रेन, लगभग यो कुरा हुन्छ। र यसमा आफ्नो पनि हुन्छ है, आफ्नो त प्राय काम गर्दै गर्दै हेड अफ द फ्यामिलीले आफ्नो इच्छा बिर्सिसकेका हुन्छ होइन, तर आफ्नो पनि हाल्छु यहाँ। सेल्फ, यिनीहरूको डिमान्डहरू हुन्छ, डिमान्ड अथवा वान्ट्स भनौँ अथवा निड भनौँ न, डिमान्ड र निड। मैले वान्ट्सलाई माथि राखेँ होइन, डिमान्डलाई भित्र राखेँ, निड्सलाई तल राखेँ है। यसको पनि रिजन म पछि भन्छु। अहिले प्यारेन्ट्सको निड पुरा गर्नु पर्यो, वाइफ होइन, चिल्ड्रेन्सको निड पुरा गर्नु पर्यो, आफ्नो पनि केही न केही त हुन्छ नि होइन। नयाँ कपडा लगाउँ, नयाँ कुरा खाउँ, गाडीमा चढौँ भन्ने हुन्छ नि त होइन। वाइफको होला यहाँ घुम्न जाने, त्यो घुम्न जाने, यो कपडा किन्ने, त्यो कपडा किन्ने, कस्मेटिक आइटम्सहरू भयो अथवा रेगुलर युजमा लाग्ने कामहरू छ। पहिला आफ्नो लागि मात्रै सोचिन्थ्यो, अब बालबच्चा पनि भयो, आफ्नो छोराछोरी सन्तान पनि भयो, बुढी पनि भयो, प्यारेन्ट्सको पनि मेडिसिन ट्रिटमेन्टहरू हरेक कुरा उसलाई यही 30,000बाट गर्नु छ। उसले इन्कम किन गर्न थाल्यो भन्दाखेरि अब त्यति पर्याप्त भन्नाले फ्रीमा तिमीलाई सामान दिन्छु, तिमीले मलाई सामान देऊ भनेर पुग्नेवाला छैन। त्यही भएर इन्कम गर्न थालेको, कमाउन थालेको, अर्निङ गर्न थालेको। र त्यो अर्निङले चाहिँ के हुन्छ भन्दाखेरि यतिबाट यति सामान इजिली पाउन सक्छु म। पहिला जस्तो सिस्टम त थिएन, आई विल गिभ यु फ्रुट्स एन्ड गिभ मी सम ग्रेन अथवा राइस देऊ होइन, जेसुकै देऊ, अन्नहरू देऊ खानको, त्यो त्यस्तो सिस्टम रहेन। बिस्तारै चेन्ज हुँदै गयो, बाटो सिस्टमहरू हट्न थाले होइन। त्यसपछि यो सिस्टम आएको हो, त्यहाँ करेन्सीहरूको, मनीहरूको आविष्कार भयो होइन, मनीहरू छापिन थाले, मनीहरूबाट सामान एक्सचेन्ज गर्ने कुराहरू आइसक्यो। त्यो भइसकेपछि उसले कमाउन थाले, कमाइसकेपछि उसँग रिसोर्स भनेको 30,000, ओन्ली 30,000 मात्रै छ। त्यो 30,000बाट के गर्नु पर्यो भन्दाखेरि हरेकको इच्छा पुरा गर्नु पर्यो। हो यति बेला चाहिँ के हुन्छ भन्दाखेरि अब हरेकको इच्छा पुरा गर्दाखेरि उसलाई त पुरै फ्यामिलीले चलाउनु छ, यो पुरै फ्यामिलीले चलाउनु छ। कुन पार्टिकुलर प्यारेन्ट्सको कुन इच्छा पुरा गरिदियो भने प्यारेन्ट्स सेटिस्फाई हुन्छ, वाइफको कुन कुरा पुरा गरिदियो भने वाइफ सेटिस्फाई हुन्छ, चिल्ड्रेनको चाहिँ कुन कुरा पुरा भने चिल्ड्रेन सेटिस्फाई हुन्छ, र सेल्फ आफूलाई पनि के कुरा दियो भने आफू सेटिस्फाई भइन्छ। त्यसमा उसले एउटा डिसिजन बनाउनु पर्ने हुन्छ, र डिसिजनमा प्यारेन्ट्सहरूको फुडिङको कुरा आयो होइन, फुडिङ सबको कुरा आयो, सबलाई खाना खुवाउनु पर्यो, प्यारेन्ट्सहरूको मेडिसिनको कुरा आयो, वाइफको लगभग ह्याप्पिनेसमा उसको केही एक्स्ट्रा होला होइन, वाइफको अब लगभग उसले चाहेको इच्छा अब केही गर्न खोज्छ भने केही गर्ने होइन, अथवा केही किनिदिनु पर्यो, ज्वेलरीहरू प्रायः वुमेनहरूले मन पराउने ज्वेलरी हुन्छ, त्योहरू किनिदिने है। उसको आफ्नो एउटा पर्सनल, चिल्ड्रेनहरूको एजुकेसन बेस्ड हुन्छ, एजुकेसन ट्रान्सपोर्टेसनको खर्च भयो। आफ्नो भनेपछि आफ्नो अब यति काम गरिरहेको छ भने लगभग गाडी अफिस जानु छ होइन, हिँडेर जाने टाइम लाग्छ, म छिटै पुग्छु छिटै आउँछु भनेर आउँछ, फ्यामिलीसँग टाइम स्पेन्ड गरौँ, त्योहरूको लागि के गर्छ भन्दाखेरि उसकोमा एउटा नर्मल गाडी पनि किन्छ,
हो यो सबैमा 30,000 मिलाउनु छ, 30,000 मिलाउनु छ भने यो 30,000 लिमिटेड रिसोर्समा उसले यति धेरै अनलिमिटेड वान्ट्सबाट, यति चाहना धेरै छ, चाहना एकदमै धेरै छ, त्यसबाट डिमान्ड यिनीहरूले सर्टेन गर्छन्। चाहना भनेको छ, त्यसबाट केही कुराको डिमान्ड मात्रै गर्छन्, र त्यो डिमान्डबाट पनि के आवश्यक छ, निड्स, यिनीहरूको निड्स के हो, र त्यसले कसरी सेटिस्फाई गर्ने, कुन तरिकाले हुन्छ, हो त्यस्तो डिसिजन लिनु भनेकै अर्थशास्त्रमा हामी पढ्छौँ, र यहाँबाट अर्थशास्त्रको विकास भएको हो। त्यही भएर एरिस्टोटलले है अथवा स्टार्टिङमै यो ग्रिकमा ओइकोनोमिया, इकोनोमिकस, ओआइकेओ, इकोनोमिकस शब्दबाट इकोनोमिक्सको सुरुवात भएको भन्नाले यहाँबाट यो शब्द आएको हो, उत्पत्ति भएको, डिराइभ फ्रम द इकोनोमिकस ग्रीक वर्ड which means household management। यहाँ कहिले के हुन्छ भन्दाखेरि हेर्नु है, इकोनोमिकस हाउसहोल्ड म्यानेजमेन्ट हो, इकोनोमिकस भनेको हाउसहोल्ड म्यानेजमेन्ट हो। यहाँ कहिलेकाहीँ इकोनोमिक पनि भनेर आउँछ है, इकोनोमिक, यो ओएस हुँदैन, इकोनोमिक यसो भनेर पनि आउँछ। त्यहाँबाट चाहिँ इकोनोमिक आएको हो। इकोनोमिकस भनेको इकोनोमिक्स हो, यो नाउन हो, एउटा सब्जेक्ट हो एउटा है, जहाँ हामी स्टडी के गर्छौँ भन्दाखेरि हाउसहोल्ड म्यानेजमेन्टको बारेमा स्टडी गर्छौँ, जहाँ हामीसँग लिमिटेड रिसोर्स छ, वान्ट्सहरू धेरै थरीको छ, त्यसबाट हामी आफ्नो डिमान्ड राख्छौँ। जस्तै मसँग वान्ट्स के छ, मेरो चाहना के छ, म चन्द्रमामा जाने चाहना छ, मेरो गाडी किन्ने चाहना भयो, कपडा किन्ने चाहना भयो, तर तत्कालै आजै म के गर्न सक्छु, चन्द्रमा जान सक्छु सक्दिनँ, मेरो डिमान्ड भयो कपडा किनिदिनु पर्यो। अब कपडा किनिदिइसकेपछि कपडामा पनि धेरै थरीको चाहना छ होइन, 10,000, 1,000, 2,000, 500, 600 नर्मल छ होइन। त्यसमा घरमा हेर्ने के छ, आफूसँग टी सर्ट छ दुईवटा भने, प्यान्ट छैन भने प्यान्ट किनिदिने हो, त्यो निड्स भयो के। अब एउटा प्यान्ट चाहिँ उसलाई चाहिएकै छ, प्यान्ट भएन भने हुँदैन, एउटा ट्राउजर भएन भने हुँदैन, त्यो निड्स हो। त्यो निड्स धेरै कुरामाथि डिपेन्ड हुन्छ, क्लाइमेट भयो होइन, त्यसपछि सिचुएसनहरू हुन्छ, ओकेजनहरू हुन्छ, त्योहरूमाथि डिपेन्ड पर्छ, त्यहाँ हामी पछि पर्छौँ है। र योहरू पुरा गर्ने र लिमिटेड रिसोर्सबाट हामीसँग लगभग मलाई चाहिँ इकोनोमिक्स बुझ्नुभयो, बुझ्न लागेकै छौँ, बुझ्नु भयो त के भनौँ, बुझ्न लागिरहेछौँ, त्यही बाँकी छ, अझै बुझिहाल्नुहुन्छ होला, म हेर्छु है। यो भनेको के हो भन्दाखेरि हामीसँग लिमिटेड रिसोर्सेसबाट के गर्छ भन्दाखेरि हामी चोइस गर्छौँ होइन। हाम्रो वान्ट्स हुन्छ, त्यसमा यो है हाम्रो वान्ट्स होइन, हामी चोइस गर्छौँ र यसबाट हामी सेटिस्फ्याक्सन पाउँछौँ। हाम्रो इच्छा चाहनाबाट हामी के गर्छौँ भन्दाखेरि यसबाट चोइस गर्छौँ र हामी सेटिस्फ्याक्सन पाउँछौँ। जस्तै के छ भन्दाखेरि हामीसँग हाम्रो वान्ट्स अनलिमिटेड छ, हाम्रो निड्स हुन्छ, यसबाट चोइसमा लिएको छ हाम्रो निड्स के छ, त्यो हामी सबै गर्छौँ, हामी सेटिस्फाई हुन्छौँ।
पहिलो अनलिमिटेड वान्स, यसमा लिमिटेडमा स्कार्स रिसोर्स है होइन। अनि त्यसबाट हामी के गर्छौँ भन्दाखेरि सेलेक्सन अफ बेस्ट वान होइन। अनि त्यसबाट हामी के पाउँछौँ सेटिस्फ्याक्सन। यो एउटा प्रपर तरिकाले भयो है। यहाँ हेरौँ है, यतिको बारेमा 30,000 के भन्छ हाम्रो डिमान्ड, हाम्रो वान्ट्स के थियो भन्दाखेरि अनलिमिटेड थियो। हामीसँग रिसोर्स कति छ 30,000 होइन। अनि सेलेक्सन अफ बेस्ट चोइस गऱ्यो भन्नाले प्यारेन्ट्सको लागि पनि, वाइफको लागि पनि, चिल्ड्रेनको लागि पनि र सेल्फको लागि पनि हामीले एउटा बेस्ट सेलेक्सन गर्छौँ। त्यहाँबाट के गर्छ भन्दाखेरि सेटिस्फ्याक्सन पाउँछौँ। हो यही स्टडी गर्नुलाई के भन्छ इकोनोमिक्स, जसलाई हामी अहिले इकोनोमिक्स भन्छौँ। जसलाई के भन्छौँ अहिले हामीहरू इकोनोमिक्स भन्छौँ। अब यहाँ हेरौँ है, यति कुरा भइसकेपछि थोरै अझै कहाँ जाउँ भन्दाखेरि लगभग हामीले लङ भिडियो भयो यो त, लङ हुन्छ होला, ठिक छ। यति कुरा इकोनोमिक्स भनेको यो चाहिँ हो होइन। थोरै अझै म के कुरा गरिदिन्छु भन्दाखेरि यो इकोनोमिक्स के भयो भन्दाखेरि एरिस्टोटलले ल्याए होइन। एरिस्टोटलले ल्याइसकेपछि इकोनोमिया अथवा इकोनोमिया भन्ने बुक इकोनोमिया भन्ने बुक एरिस्टोटलको इकोनोमिया भन्ने बुकमा फर्स्ट टाइम इकोनोमिक्स शब्दको प्रयोग भएको थियो है, र यसको अर्थ त्यही इकोनोमिक्स शब्दको प्रयोग भएको थियो। यसको अर्थ हाउस होल्ड म्यानेजमेन्ट थियो र यो हाउस होल्ड म्यानेजमेन्टमा के थियो भन्दाखेरि त्यही जुन मानव 30,000 कमाइरहेछ भने प्रपर युटिलाइजेसन अफ वेल्थ थियो र आफूसँग भएको रिसोर्सबाट आफ्नो चाहना पुरा गर्ने कुराहरू यसबाट हामी जान्छौँ। एरिस्टोटलले इकोनोमिया बुक भन्ने एउटा पब्लिस गरेका थिए। त्यसबाट के भयो भन्दाखेरि इकोनोमिक्स भन्ने शब्दको प्रयोग भएको थियो, जसको अर्थ हाउस होल्ड म्यानेजमेन्ट हुन्छ। र त्यहाँ यसले के गरेको थियो भन्दाखेरि प्रपर युज अफ वेल्थ कसरी गर्ने, अन्त प्रपर एलोकेसन कुन ठाउँमा कति खर्च कसरी गर्ने, कुन हिसाबले गर्ने, त्यो कुराको बारेमा ल्याएको थियो। र त्यहाँबाट स्टार्टिङ भएको भनेर मानिन्छ होइन। यसपछि के छ भन्दाखेरि अब यही कुरालाई हामी हल्का भएको हो। यति कुरा हामी लगभग बुझौँ आज होइन। अर्को भिडियोमा चाहिँ एक्ज्याक्टली हामी स्टार्टिङबाट जान्छौँ। आज जस्ट इकोनोमिक्स भनेको के हो होइन, हामी किन पढ्नुपर्छ, अब तपाईँले चाहिँ थाहा भयो नि त कुन चाहिँ सिलेक्ट गर्ने,
कसरी सिलेक्सन गर्ने, रिसोर्सहरू एकदमै कम छ, हाम्रो रिसोर्स कम छ, इच्छा चाहना एकदमै बढी छ, त्यसलाई सिलेक्सन गर्नको लागि इकोनोमिक्स आएको भन्ने हामी बुझ्छौँ होइन। त्यसको बारेमा हामीले पढ्यौँ। अब यसमा अझै डिप है, हल्का गहिरो डुबान डिपर डाइभ हुन्छ कहिले भन्दाखेरि अर्को नेक्स्ट भिडियोमा। त्यही भएर आजको लागि यति नै। थ्याङ्क यू सो मच। मजाले पढ्नु होला, कन्सेप्ट नबुझेकोहरू कमेन्ट गर्नु होला। यो तपाईँलाई म आफ्नो युट्युब च्यानलमा हालिदिन्छु, देवान्सन एजुकेसन फाउन्डेसन भनेर छ। सो इकोनोमिक्स पार्टमा मैले यसलाई बेग्लै प्लेलिस्टमा बनाएर प्लेलिस्ट बनाएर हाल्नेवाला छु होइन, तपाईँहरू त्यहाँबाट हेर्न सक्नुहुन्छ। सो सकेसम्मको जुन प्रब्लम हुन्छ त्यो तपाईँ चाहिँ के गर्नु होला भन्दाखेरि स्टडी गर्नु होला, बुकहरू पनि स्टडी गर्नु होला होइन। र यसमा अझै जान्नुपर्ने कुराहरू हाम्रो अहिले बाँकी छ, अहिले केही पनि भएको छैन। आजको इन्ट्रो क्लास मात्रै थियो, र त्यो इन्ट्रो क्लासमा तपाईँहरूलाई यो इन्ट्रो क्लासमा के भन्नु खोजेँ मैले भन्दाखेरि इकोनोमिक्स गाह्रो छैन। यदि मसँग हुनुहुन्छ भने तपाईँलाई इकोनोमिक्स गाह्रो छैन, ढुक्क भएर बस्नुहोस् है। त्यो भन्न खोजेको हो मैले। इकोनोमिक्स यो हो, यसरी हामीले पढ्नुपर्छ। इकोनोमिक्स यो कारण आएको हो र यसमा अझै धेरै कुराहरू छ जुन पढ्नुपर्ने हुन्छ। र भोलि अथवा कुनै दिन यसो टाइम मिलाएर इकोनोमिक्स पढ्यो भने अब तपाईँहरूलाई यसो होला कि 11-12 आइयो होइन, करियर बनाउनु छ भन्ने होला नि त होइन। त्यही भएर थोरै करियरको बारेमा पनि कुरा गरौँ ल इकोनोमिक्समा। यसले थोरै मोटिभेट गर्छ। खासै मोटिभेट त भनेको डिसिप्लिनले गर्ने हो। मलाई त एकदमै लाग्ने भनेको डिसिप्लिन इज द बेस्ट मोटिभेसन जस्तो लाग्छ होइन। त्यही हो एउटा जस्तो लाग्छ मलाई। डिसिप्लिन भएपछि कन्सिस्टेन्सी पनि हुन्छ, एउटा रुल्समा पनि आफू बाँधिन्छ है। त्यही भएर अरूभन्दा पनि यो इकोनोमिक्सले यो सेक्टरमा काम दिन्छ, त्यो सेक्टरमा काम दिन्छ भन्दाखेरि पनि हामी 11-12 इकोनोमिक्स पढ्नुपर्ने छ। हाम्रो एउटा रेस्पोन्सिबिलिटी हो इकोनोमिक्स पढौँ। अरू थोरै पनि पढ्नुपर्ने छ है, तर म एक्ज्याक्टली इकोनोमिक्स पढाइरहेको छु, म इकोनोमिक्सको कुरा गरिरहेको छु है। अरू सबै पनि पढ्ने, तर इकोनोमिक्स पढ्नुपर्ने छ। इकोनोमिक्स पढौँ र लगभग सकेसम्म म क्लास चाहिँ नेभर बिफोरवाला नै गर्छु क्या म। यस्तो अहिलेसम्म भएकै थिएन भन्ने गर्छु। ओके, थ्याङ्क यू सो मच, हेभ अ गुड डे।